आज यहाँ क्लासमा आउनुभएको सबैजनालाई स्वागत छ र फर्स्ट 30 कन्सोनेन्ट्स सिक्ने। कन्सोनेन्ट्स माने भावललाई निकालेर ए ई आई ओ यू लाई निकालेर बाँकी जति नै अक्षरहरू छ त्यसलाई कन्सोनेन्ट्स भन्ने गर्छ र कन्सोनेन्ट 30 वटा हुन्छ त्यो सिक्ने। र फर्स्ट हाउ डु वी राइट का का चीक टॉप लाइन नी सुम सी का क अक्षर का र सिक्दाखेरि का यसलाई पज गरेर फेरि तपाईले चाहिँ यसरी टप लाइन फ्रन्ट लाइन मिडल लाइन र लास्ट लाइन त्यसरी 10 वटा जति लेख्नुहोस्। लेख्नुभयो भने चाहिँ यसरी यो अक्षर देख्दा नै चिन्नु सक्नुहुन्छ। का टप लाइन फर्स्ट चिक नी सुम सी ना खा ख अक्षर खा त्यसको छेउमा नेपालीमा ख अक्षर खा लेख्नुहोस् अनि भिडियोलाई पज गरेर टप लाइन फ्रन्ट लाइन मिडल लाइन र लास्ट लाइन त्यसरी 10 वटा जति गरेर फेरि अन गर्नुहोस्। का ख गा का ख गा कसरी लेख्नुपर्छ? टप लाइन टप फ्रन्ट मिडल र लास्ट फेरि भिडियोलाई पज गरेर फेरि 10 वटा जति लेख्नुहोस्। लेख्दाखेरि गा भन्दै लेख्नुहोस्। टप लाइन फ्रन्ट लाइन मिडल लाइन लास्ट लाइन का ख गा टप लाइन फ्रन्ट लाइन the adjacent line na ka kha ga na फेरि त्यसलाई पज गरेर 10 वटा जति लेख्नुहोस्। न टप लाइन फ्रन्ट लाइन द एडजेसेन्ट लाइन त्यसरी लेख्नुहोस्। यो अक्षर देख्नु बित्तिकै यो ना भन्नु सक्ने हुनुपर्छ, त्यसरी सिक्नुपर्छ। यो के हो? ख ग का यसरी भन्नु सक्ने हुनुपर्छ। का ख ग न अङ न न अङ न का ख ग न टप लाइन यसलाई अगाडि यसरी लानुहोस्। प्रोसेस कसरी हुनुपर्छ त्यहाँदेखिको यसलाई यसरी जोड्नुहोस्। यो भयो चा च अकर चा चा चिक नी सुन भिडियोलाई पज गरेर फेरि 10 वटा जति लेख्ने तरिका चाहिँ टप लाइन एडजेसेन्ट लाइन एन्ड द सर्कल चा चा यसलाई पज गरेर फेरि लेख्नुहोस्। चा अनि क्यापिटल लेटर टी लेखेको जस्तै गरेर यसरी घुमाएर चाहिँ यहाँ जोड्ने। यो भयो छ छाताको छ च छ च छ टप लाइन फ्रन्ट लाइन the adjacent line and then the middle line. Cha, cha,
छ ज क ख ग न च छ ज फेरि त्यसलाई पज गरेर लेख्नुहोस् 10 वटा जति यो अक्षर देख्नु बित्तिकै ज भन्नु सक्ने हुनुपर्छ ज ज क्वेसन मार्क लेखेको जस्तै गरेर यसलाई यसरी जोड्नुहोस् न्या न्या च छ ज न्या NYA न्या न्या यो चाहिँ अङ्ग यो चाहिँ न्या न न्या न न्या न्या त्यसपछि टप लाइन अगेन top line, front line, and with strong curve. यो भयो ता ता च छ ज न्या ता फेरि भिडियोलाई पज गरेर लेख्नुहोस् ता एकदमै राम्रो ह्यान्ड राइटिङसित ता top line, adjacent line, अनि यसलाई अगाडि तान्नु त्यहाँदेखिको वापस जाने यो भयो था त थ त थ त थ top line, front line, straight and pull downward, da, da. Ta र da मा के भिन्नता छ? ta चाहिँ स्ट्रङ्गर छ यसरी घुमाएको छ यो भयो ta यसलाई चाहिँ सिधै तानेर मुनि तान्यो भने चाहिँ da. यदि छोटो छ भने चाहिँ na, na, ta, ga. Ang na ta taman ta ga gada gaju ga ta da na यसलाई साह्रो राम्रो तान्नु भने चाहिँ द जस्तै देखिन्छ कि त जस्तै देखिन्छ यसलाई चाहिँ छोटो राख्नुपर्छ यसलाई चाहिँ स्ट्रङ्गर दे शुड बी स्ट्रङ्गर अनि यसमा चाहिँ कर्भ हुनु हुँदैन कर्भ छैन सिधै तानेर यसरी तल तानेको जुन चाहिँ द त थ द टप लाइन यसरी ल्याएर घुमाउनु यहाँ ना नाना ना नही नया न अंग न न न न न ता था द ना नाना नया न अंग न्या न्या न न ह्यान्ड राम्रोसित लेख्नुहोस् सँगसँगै उच्चारण अंग न न नाना न नया न न्या 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 तथा द top line, front line, the adjacent line, pa, 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 फिर pause गरेर
फेरि वापस जानुहोस् यसलाई यो चिन्नु सक्छ कि सक्दैन छ ध ख क च त त्यसरी सिक्नुपर्छ फेरि भिडियोलाई पज गरेर फेरि वापस जानुहोस् न ञ न ज थ च ख ग यसरी प again अब पा लेखी जस्तै गरेर 1 चिक नि सुन सी पा अनि यहाँदेखिको यसरी जोड्ने था था फादर्स था पा था फेरि भिडियोलाई पज गरेर फा 10 वटा जति लेख्नुहोस् फेरि वापस चिन्नु सक्छ कि सक्दैन यसरी हेर्नुहोस् पा फा टप लाइनलाई तानेर अनि त्यसको मुनि पा लेखेको जस्तै गरेर पा फा बा बा पा फा बा फा फादर बा बाबा बा फेरि पज गरेर फेरि यसरी हेर्नुहोस् पढ्न सक्छ कि सक्दैन यसरी चिन्नु सकेन भने यसको माथि थप्दै 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 जान्छ अगाडि थप्दै जान्छ पछाडि थप्दै जान्छ अनि पढ्नु नसक्ने हुन्छ फर्स्ट चाहिँ यो अक्षर चिनेको हुनुपर्छ अनि त्यसको माथि भवल जोड्छ त्यहाँदेखिको सफिक्स प्रिफिक्स जोड्दाखेरि अनि पढ्नु सक्दैन पा फा बा अनि मा त नेपालीको मा जस्तै नै देखिन्छ पा फा बा मा टप लाइन मेक ए सर्कल अनि यसरी तल जोड्ने मा पा फा बा मा पा फा बा मा फेरि भिडियोलाई पज गरेर बा लेख्नु मा लेख्नुहोस् लेख्दाखेरि मा भन्दै लेख्नुहोस् अनि फेरि वापस जानुहोस् न ञ न ज थ प फ त च ख यसरी चिन्नु सक्यो भने फेरि अगाडि जानु पर्यो प फ ब मा यो भयो चा तर यहाँ पुच्छ जस्तै छ भने चाहिँ चा 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 यसमा अलिकति तपाईँले जोड लगाउनुपर्छ किनभने यो उच्चारण चाहिँ नेपाली र हिन्दीमा छैन त्यसैले गर्दाखेरि विशेष गरी यसमा ध्यान दिएको हुनुपर्छ यदि अब यो चिन्नु सक्नुभयो भने उच्चारण चा 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 प्रेसर कुकरले आवाज गर्छ नि चा 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 फेरि पज गरेर फेरि लेख्नुहोस् यसलाई लेख्दाखेरि छा भन्दै लेख्नुहोस् 10 वटा जति फेरि हेर्नुहोस् ञ न ज छ थ ब म न म यसरी चिन्नु सक्छ कि सक्दैन अनि सजिलोसित सक्नु हुँदैछ भने अनि च छ च छ यहाँ पुच्छ जस्तै यहाँ पनि जोडेको छ च छ ज ज ज ज एस इन जू जी सिनेमा ज च छ ज
च छ ज च छ ज च फेरि ज भन्दै लेख्नुहोस् पज गर्नुहोस् पज गरेर लेख्नुहोस् ज लेख्दाखेरि ज भन्दै लेख्नुहोस् अनि यो देख्नु बित्तिकै यो ज हो ना हो न्या न यस्तो भइसकेपछि फेरि अगाडिको च छ ज वा top line adjacent line वाह फेरि लेख्ने तरिका तपाईँले त्यति बुझेन फेरि रिमाइन्ड गरेर अलिकति रिमाइन्ड गरेर कसरी लेख्दो रहेछ अहिले त यो के इन्टरनेटमा जे सिक्दा पनि सिक्नु सक्नुहुन्छ तर तरिका जाने हुनु पर्यो फेरि त्यति राम्रो देखिन्छ भने एनलार्ज गर्नुहोस् ठुलो पारेर फेरि त्यसलाई पज गरेर लेख्नुहोस् वा अनि वा चिन्न सक्ने भयो भने फेरि ज छ च म ब फ प न द थ त ञ ज छ च अन्न न द ख क त्यसरी सिक्नुहोस् यसरी अब कतिजना यहाँ अलिकति उमेर पुगेकोहरूले यस्तो भाषा सिक्नु त एकदमै जरुरी छ त्यो मेन्टली फिट राख्नुको लागि भाषा सिक्नुभन्दा राम्रो केही पनि छैन अनि बुद्धिस्ट या कि त तामाङ शेर्पा यल्मो भन्दा सिक्नै पर्छ तपाईँको आफ्नै लिपि हो आफ्नै एउटा अस्तित्वको एउटा हिस्सा हो च छ ज व अनि त्यसरी तपाईँको इष्टमित्र दाजुभाइ सन्तानमा आफ्नो लिपि सिक्नु चाहना राख्नेहरू छ भने यो सेयर गर्नुहोस् उनीहरूले पनि सिकोस् उनीहरूले पनि पुस्तक पढ्न सकोस् भन्ने विचारले सेयर गर्नुहोस् र तपाईँले यो हेरिसकेर लाइक इट गरिदिनुहोस् लाइक इट कमेन्ट गरिदिनुहोस् गरिदिनु भयो भने चाहिँ यो भिडियो क्लिपले एक्सपोजर पाउँछ धेरैभन्दा धेरै मान्छेले देख्नु पाउँछ तपाईँले सेयर गर्दाखेरि 100 जना आफ्नै लिपि पढ्नु सक्ने भयो भने एउटा ठुलो तपाईँको काम बनिन्छ च छ ज व च छ ज व अनि फेरि ध्यान दिनुपर्ने चाहिँ के छ न नेपाली बोल्ने प्राय जस्तोले चाहिँ यो उच्चारण गर्नु अलिक साह्रो पर्छ तर सजिलो छ अङ्गको न हो न योहरू नेपालीको उच्चारण छैन च छ ज व च छ ज व च छ ज व च छ ज व अनि श फेरि उच्चारण नेपाली र हिन्दीमा आउँदैन श होइन श श श होइन श श top line adjacent line the last line and the middle line यो पनि नेपालीमा छैन श सा होइन सा श सा यसरी फेरि यसलाई पज गरेर लेख्नुहोस् घरकै घरमा बसेर मजाले सिक्नु सक्नुहुन्छ यो युट्युबमा राम्रो कुरा पनि यहीँदेखिको सिक्नु सक्नुहुन्छ नराम्रो कुरा पनि यहीँदेखिको सिक्नुहुन्छ तपाईँले के छान्नुहुन्छ त्यसकै माथि निर्भर हुन्छ श स स श स
यसमा के भिन्नता छ? यहाँ चाहिँ सर्कल बनाएको छ, यहाँ सर्कल बनाएको छैन। यो चाहिँ हा होइन, हा हा सा श च च छ ज व श स हा अरु त्यहाँको सजिलै छ। श स आ या श श स आ या। फेरि पज गरेर फेरि लेख्नुहोस्। 10 जति लेख्दाखेरि भन्दै लेख्नुहोस्। या यो या। फेरि वापस हेर्नुहोस्, चिन्नु सक्छ कि सक्दैन? पछाडि सिक्दै अगाडिको बिर्सिँदै गयो भने केही फाइदा हुँदैन। फेरि वापस जानुहोस्। एउटा मेन्टल एक्सर्साइज, भाषा सिक्नुभन्दा राम्रो केही पनि छैन। श स आ या अनि र सबै चिनी हुनुपर्छ। यो चिनिसकेपछि र अनि ल टप लाइन फ्रन्ट लाइन ल र ल र ल 5-6 के गरी हेर्नुहोस्। श ल र देख्नु बित्तिकै चिन्नु सक्ने हुनु पर्यो। मेन्टल एक्सर्साइज यो भन्दा राम्रो केही पनि छैन। अलिक दिमाग गडबड छ भने यो भाषा सिक्ने तरिकाले सिधा पार्न सक्नुहुन्छ। र ल यो एउटा मेडिटेसन पनि हो। एकदमै ध्यान केन्द्रित गरेर सिक्नुपर्ने मेडिटेसन भनेको यही त हो। र ल अनि 1 2 3 श मासु श लांश श फाक्ष श र ल श स चिक नि सुम सी ना र ल श स र ल श स हा अनि लास्ट वन टप लाइन फ्रन्ट लाइन माथि यसरी तान्नु अनि यसलाई भिडियोलाई पज गरेर अनि फेरि सबै देख्नु हुँदैछ हैन। न श ञ ग स आ व ज छ च ल आ ह कन्सर्निङ यति नै हो। र अहिले मेरो क्लासमा के हुँदैछ भन्दाखेरि कतिजना हिजो आउनुभयो, 3 जना हिजो आउनुभयो। त्योभन्दा अगाडि
दुईजना आउनुभयो र कति यहाँ आएको 1 महिना हुँदैछ, कोही 1 साल भइसकेको छ। सो यो ब्यालेन्स मिलाउनु मलाई साह्रो परिरहेछ। हिजो आउनेहरूले त यो अवसरहरू जीवनमा देखेको नै छैन। अन्त यो ब्यालेन्स मिलाउनु मलाई साह्रो परिरहेछ। पछि आउनेहरूले चाहिँ समय निकालेर अलिकति घरमै सिक्नुहोस्। अब यो यसरी यो यति सिकिसकेर चाहिँ त्यसको पछि बबल जोड्नुपर्छ। यो अक्षरै चिनेको छैन र त्यसको माथि बबल जोड्यो भने झन् टाउको दुख्ने काम हुन्छ। र यसरी सिक्नुहोस्। एउटा तरिका छ जहाँसम्म लेखेको छ, फेरि सबै अक्षर चिन्नु सक्छ कि सक्दैन हेर्नुहोस्, पज गर्नु सक्नुहुन्छ। अब तपाईँ क्लासमा आएर क्लासलाई रोक्नु सक्नुहुन्न, अरूलाई डिस्टर्ब हुन्छ होइन। घरमा त त्यसलाई पज गरेर फेरि तपाईँको स्पिड अनुसार अगाडि बढ्नु सक्नुहुन्छ त्यसरी। अनि यदि तपाईँको नाना काका उनीहरूले यदि धर्ममा रुचि राख्नुहुन्छ भने यो भिडियो क्लिप सेयर गर्नुहोस् र सबैजना बुद्धिस्टले आफ्नो लिपि पढ्नु सक्ने, आफ्नै भाषा बोल्नु सक्ने र आफ्ना अस्तित्वलाई पुनर्जीवित गर्नु तपाईँहरूले गर्नुभयो भने चाहिँ यो एउटा समाजको लागि एकदमै फाइदामन्द हुन्छ। हवस् त हामी यसरी तपाईँहरू एकदमै आनन्दसित आफ्नै लिपि सिक्नुहोस्, आफ्नै भाषा सिक्नुहोस्। यसरी आजको क्लास यही समाप्त गर्दैछु अनि आउनुभएकोमा